हेलो गाइज वेलकम बैक टू माई युट्युब च्यानल। आज चाहिँ म टक्क होइन मेरो आज टेस्ट छ, त्यही भएर म अघि बिहानदेखि चाइनिजको हल्का हेरिरहेको छु। मैले चाहिँ चाइनिज कोर्स लिएको छु 3 महिनाको लागि। त्यही हो हजुरहरूको लागि इन्टरटेन गर्न लागि हजुरहरूको फेभरेट युट्युबर सिफल ब्लग चाहिँ ब्याक भइसकेको छ विथ न्यू भिडियो। आर यु एक्साइटेड? त्यही हो गाइज, तपाईँहरू पनि इच्छुक हुनुहुन्छ भने होइन फ्रीमै हो, 3 महिनाको कोर्स हो होइन, जोइन गर्न सक्नुहुन्छ। मैले त जोइन गरेँ, अब पालो तपाईहरुको। म पढेर सुनाउँछु है त। चाओ 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 Jiao, 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 jiao. Jiang, jiang, jiang. Jiang, jiang, jiang. Jiu, 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 jiu. Jiu, 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 jiu. Jiu, 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 jiu. Jiu, 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 jiu. हेर्नुस्, मैले एक हप्तामा यति पढ्ने सक्ने भइसक्यो। अब पालो तपाईहरुको। यदि चाइनिज पढ्न चाहनुहुन्छ भने प फ म फ त थ न ल क ख ह जी जी सी जी छि सी ज छ श अनि इ उ। मेरो रिन्चेन चाहिँ यहाँ हैन, म पढिरहेको चाइनिज पढिरहेको बेला चाहिँ यहाँ मलाई पियानो बजाएर सुनाउँछ रे। ल बजा त ल। वाउ। अनि अरु अनि ल अर्को अर्को खोइ त। ल ल ल अर्को 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 अर्को। के बजायो चाहिँ? पानी 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 आछ हो। किन हालेर पानी? मैले कहिले हाले? अच्छा मैले हाले हैन। कसले हालेर त? के थाहा? तेरो आँखा चाहिँ के हो त एकपट्टिको? एकपट्टिको त सानो भइसक्यो। तैको पनि छ त। ल ल ल मस गर्दै एकछिन मजाले मस गर ल। कहाँबाट सुरु? जहाँ टाउकोबाट गर्न मजाले गरे। फेरि मलाई आज यस्तो टाउको दुखिरहेको छ। मजाले गर्छ। मजा आयो? कहाँबाट सिक्यो तैँले मसाज भन् त? आफै सिकायो। आफैले सिक्यो? कहाँ कहाँ हेरेर सिक्यो? फोनबाट। फोनमा चाहिँ केमा आउँदो रहेछ? अनि अर्को छिटो खोइ त भएन यहाँ। सबै गर्न टाउको पुरै होल। ह्यान्डसम ह्यान्डसम बनाइदिनु। ह्यान्डसम आज अब क्लास जानु पर्यो। अब ह्यान्डसम बनाइदिनु पर्यो नि त। अनि कपाल पहिला कामियो चार्ज बना। काहीँ हो काहीँ पर्दैन। हातले मिल्ला ल। हातले ताइको कपाल अड्किन्छ। अड्किँदैन? अड्किन्छ है। अड्किँदैन? अड्किन्छ। लगाइस् त्यही हो। म चाहिँ अब क्लास जाने। अब हतार हतार जानुपर्ने हुन्छ है। बाई बाई भन्थ्यो अहिले टक्क। अब होइन यस्तो माया गर्नु पर्यो नि त बाइकलाई पनि। सफा सट्ट बनाउनु पर्यो नि त। सट्ट भयो बाइक चाहिँ। अब जानुपर्ने हुन्छ। म क्लास 8:30 भइसक्यो। 8:40बाट सुरु हुन्छ मेरो क्लास चाहिँ। टेस्ट आज मेरो टेस्ट चाहिँ एकदम दामी हो है। फेरि खतरा 10वटा मिलाएँ मैले 15वटामा। दामी भयो। फर्स्ट टाइम भएर होला। अरू त अलि अक्षर चिन्न चाहिँ गाह्रो भयो है मलाई चाहिँ। अब म घर फर्किँदैछु। क्लास गएर आएर यहाँ बिहान खानासाना बनाएर म चाहिँ दिउँसो एकछिन सुत्यो। अनि उठ्यो। अब चाहिँ बाहिरतिर बारीतिर जान्छु। पानी सानी हाल्छु। अस्ति हाम्रो प्याज चाहिँ सब उखाल्यो छ नि त, त्यही भएर अलिक छिटै जानुपर्ने हुन्छ।
सब उखालेर कोटाएर सबै के हो बदनाम गरेछ त्यो कुखुरा। आज चाहिँ भेट्यो भने मैले पुरा समातेर ल्याएर चाहिँ चिकन बनाउँछ। आज चाहिँ मैले भेट्यो भने चाहिँ धेरै भइसक्यो। अस्तिदेखि 3 चोटि वार्निङ दिन्छु मैले, त्यही पनि कुखुरा छिरिरहेको रहेछ। मैले अहिलेसम्म भेटेको छैन, भेट्नु पऱ्यो भने चाहिँ मैले खत्रै गर्छ त्यो कुखुरालाई। म बारी जान्छु, त्यसपछि म बौद्ध जान्छु होला। आज चाहिँ अलि पहिलाभन्दा हल्का क्लिनै छ। यस्तो धुलो भएर खासै म बाहिर पनि हिँडेको छैन अनि भ्लग पनि त्यस्तो आएको छैन है। आज चाहिँ बौद्ध सौद्ध जान्छु, 1-2 कुरा गरेर आउँछु। म बौद्ध पनि देखाउँछु। त्यही हो। मेरो बाइक चाहिँ अब रेडी भइसक्यो, रेडी। ओए यो केटीले खतरा चलाएर गइदियो त यार। मैले भन्दा नि बाइकमा चाहिँ यसरी चाहिँ कहिले नबस्नु होला। मैले हिजो अस्तिदेखि भर्खर टिकटकमा देखेको थिएँ यस्तो एउटा केटी मान्छे आम्मा साडी टाइटभित्र छिरेर डेन्जर लडेको देखेको थिएँ। त्यो चाहिँ एकदम डेन्जर हुन्छ केटीहरूको लागि, त्यो चाहिँ सचेत रहनु होला। यस्तै रोडमा यसरी बाँस आउनु दिनु नहुने हो यार। यस्तो डरै लाग्छ जङ्गललाई। बाटो छैन क्या हो, के हो बाटो छैन क्या हो। ल बाटै छैन त अनि ए बाटो रहेछ त टर्च यार। बाटो नभएर फेरि म डेन्जर हिँड्नु पर्थ्यो नि अनि फेरि यहाँबाट। यहाँ चाहिँ पुरै फार्म हो क्या, यहाँ पुरै तरकारी गोल्दैन कौलीहरू टक्नै रोक्छ मान्छेले। हाम्रो चाहिँ एउटा मात्र है टनेल चाहिँ फेरि त्यस्तो धेरै पनि छैन, एउटा मात्रै हो। जे होस् हामीलाई खानाको लागि, हामीलाई फ्यामिलीलाई पुग्नको लागि चाहिँ रोपेको छु हामीले चाहिँ। आज चाहिँ कुखुरा रहेछ भने चाहिँ यी ढुङ्गाले हानेर माखुरी एकै थलामा आज छैन चाहिँ क्या हो। आज ऊ कोटाइ चाहिँ क्या हो त्यस्तो देख्छु त म। त्यहाँ उता साइडमा सब कोटाएको थियो अस्ति, पुरै सुकिसकेको छ यार। 3 दिन भइसक्यो। अस्ति भर पानी नहालेको 3 दिन भएको थियो पानी नहालेको। ल के हो त अनि प्याज त अनि यस्तो सबै माटोभित्र होला भन्दा त बाहिरतिर पनि निस्केको छ त के हो यस्तो। यहाँ चाहिँ सब कोटाएर कुखुराले कोटाएर खाली बनाइसकेको छ। ल यहाँ नि हामीले साग रोपेको थियो, उम्रिसकेको छ मजाले। त्यहाँ लसुन सब उम्रिसक्यो। त्यो उखाल्ने भनेको ड्याडीले चाहिँ फेरि हल्का चिप्लिस भनेर चाहिँ नउखालेको। यो धनियाँ भइहाल्यो। आलु चाहिँ मजाको भएछ यसपालि चाहिँ। यहाँ नि खतरा छ लसुन त, फेरि डाँट पनि यत्रो बढेको। ल यो त भाँचेछ के हो। झोला ल्याउनु पर्ने थियो, मैले बिर्सेछु झोला ल्याउनुलाई, नभए अलिअलि लसुन प्याज। ल फेरि कसको काम होला फेरि यस्तो उल्टो हाले चाहिँ यो यस्तो हो नि त। यो त खासमा हाल्ने त पानी चाहिँ मजाले हाल्नुपर्ने हुन्छ। यस्तो गर्मीमा त एकैछिनमा सुकिहाल्छ यसले हालेर त केही कामै छैन। एकछिनमै सुक्छ भने त्यही भएर बिस्ने गरिकन हाल्नुपर्छ। ल मेरो काम चाहिँ सकिसक्यो। अब आरामले घर जान्छु। बौद्ध जाने भनेको खोइ बौद्ध जाला जस्तो मौसम चाहिँ भएन। यस्तो हुसुलाएछ भने के जानु हो, न सिन केही देख्दैन। भाइहरूले बोलाएको छ यसो अब
1v1 टिडिएम हान्नुपर्ने हुन्छ तिनीहरूसँग। हिजोदेखि पुरा हाम्रो चाहिँ ओबीको टिडिएम परिरहेको छ ब्याटल। हिजो चाहिँ हामी लास्ट हालेर पुरा गर्मी नै भएको थियो। आज चाहिँ हराउँछु म जसरी भयो नि खेल्यो भने चाहिँ। एकदम के हुन्छ म घर गएपछि मेरो प्लान चेन्ज हुन पनि सक्छ है त। सुनको डाँठ मात्रै हेर्नु कत्रो कत्रो यस्तो आम्मामाम यत्रो छ यार, यत्रो छ। आज चाहिँ कुखुरा छिरेको छैन रहेछ। अस्तिदेखि वार्निङ दिएर के हो राम्रोसँग हेरे जस्तो छ। ल यो ढोका पनि फेरि कस्तो हाम्रो चाहिँ गोड त क्या विरक्त अरेन र अरूहरूको क्या चट्ट छ। हाम्रो चाहिँ प्लास्टिक हामीलाई गर्नै जान्दैन, कहिले निकाल्नै नमिल्ने तारले प्लास्टिक हाल्यो। खासमा चाहिँ के अरे समर सिजनमा चाहिँ निकाल्ने हो रहेछ नि त। अब के भन्छ समर भन्छ स्प्रिङ भन्छ यो हावा चल्ने सिजनलाई। हावा चल्ने सिजनमा चाहिँ पुरै प्लास्टिकहरू च्यातचुत बनाइदियो नि त। हेर न ल पछाडि यो बाइक चाहिँ फेरि फर्काउने लास्टै लास्ट आउँछ। यहाँबाट यस्तरी टर्निङ पऱ्यो। पुरै गाडी फर्काएरै फर्काउनु पर्ने यार, के हो यस्तो। ल मेरो आजको एउटा ड्युटी सक्यो। पछि यो रोड पनि पिच हुन्छ भनिरहेको छ। त्यहाँ बास्ता हालेसम्म चाहिँ पिच भइसक्यो, दामी भइसक्यो। ल कस्तो फोरो आइट लाइक सब्सक्राइब फलो हान्दिन है त। कस्तो पानीतिरला यार। आम्मा के हो हाम्रो किचनको तर हरेक बिजोक छ त यार। के हो यस्तो बोतलहरू सब। बाउदा चाहिँ आज मेरो क्यान्सिल भयो। गेम खेल्दै बसिरहेको छु। मेरो बहिनीले चाहिँ यहाँ खाना बनाएर टक्क राखेर यहाँको यस्तो यहाँ यसलाई तरकारी के बनाउनु ला काउली भात यहाँ पाक्दैछ। यो भयो आलु। मान्छे भनेको आलु यस्तो हुनुपर्छ क्या, जेसँग नि चट्ट मिल्ने। त्यही हो अब खाना खान्छु त्यसपछि होमवर्क गर्नुपर्ने छ। साँच्चै यार मेरो त चाइनिजको होमवर्क गर्नु पाइन्छ। त्यसपछि अनि मेरो भ्लग आजको सकिन्छ। मेरो भ्लग त घरमा यता र उता गर्दै सकिने हो यार। खाना खाइसक्यो मैले चाहिँ भर्खर यहाँ ल्यापटप लिन ओ लिन्छु। ल्यापटप लियो त ल्यापटप मेरो भिडियो एडिट गर्नु पर्यो। होइन झन् तल पुऱ्याउनु आइज भनेर रिन्चेन हेलो भन्थ्यौ मेरो दादाको भ्लगमा। हेलो गाइज भन्नु न। खोइले ए रिन्जेनको के हो लिनु गयो त ड्रेस जुत्ता। ल आजलाई यति नै बाई बाई त गाइस। म चाहिँ भिडियो एडिट गर्छु अनि अपलोड गरिहाल्नु पऱ्यो नि त। के गर्नु घरमा बसेपछि फेरि मलाई यस्तो खासै घरमा बसेर चाहिँ के गर्ने कसरी भ्लग गर्ने चाहिँ खासै आइडिया भएन। बिस्तारै थाहा हुन्छ। खासै अहिले त कसैले हेर्दैन त्यही भएर फरक पर्दैन होला है त गाइस। ल बाई।